सर यो सरकारी बाइक चाहिँ जुन बिहानै यहाँको कार्यालयदेखि चाहिँ जुन कर्मचारीहरू पानी ल्याउनको लागि खटाएको रहेछ होइन, यस विषयमा चाहिँ अलिकति जानकारी दिनुहोस् न। यो अलिकति समय चाहिँ परिवर्तन गर्नुपर्ने जस्तो देखियो मलाई चाहिँ होइन, यहाँहरूलाई कस्तो लाग्छ? यस्तो हो सर, अब यो पानी ल्याउने भन्ने विषय चाहिँ अब यो के भने जहिले धारामा रेगुलर एक किसिमले हरेक दिन पानी आउने अवस्था पनि छैन। कहिलेकाहीँ अब केही कारणले अवरुद्ध हुन्छन्, के हुन्छन्। र अब अर्को कुरा चाहिँ के रहेछ भने यो ट्याङ्की धाराको पानी चाहिँ पहिलादेखि ल्याएर पिउने र पिलाउने चलन रहेछ यो कार्यालयमा होइन। तल अब सेवाग्राहीलाई तपाईँ देख्नुहुन्छ तल ठ्याक्कै त्यो पानी पिउने कक्ष भनेर एउटा ठाउँमा राखिएको छ। त्यो बिहान साथीहरूले ल्याएको जारको पानी दिने रहेछ होइन। अब यो चाहिँ कार्यालय समयमा जाँदाखेरि चाहिँ कहिलेकाहीँ कस्तो हुँदछ, अब यतिखेर जानु भएन, जस्तै उहाँहरू जस्तै सेवाग्राही कोही आउनुभयो भने अब तल दर्ता गर्ने चलानी गर्ने मान्छे हुँदैनन्। अब त्यो दर्ता चलान नभएपछि काम पनि अगाडि बढेन। त्यो भएपछि अब त्योभन्दा अतिरिक्त समयमा तपाईँहरूले जहिले भ्याउनुहुन्छ त्यतिखेर ल्याउनु भने चाहिँ उहाँहरू चाहिँ बिहान हुन्छ हामी बिहान ल्याउँछौँ भनेर चाहिँ पानी ल्याउनु भएको र त्यो पानी चाहिँ पिउन पानी विशुद्ध पिउने पानी मात्रै ल्याइन्छ, त्योभन्दा केही पनि ल्याइँदैन। सर यस्तो नि कार्यालय सहयोगीले चाहिँ धेरै पेल्ने देखिन्छ नि धेरै कार्यालयहरूले, किनभने तपाईँहरूको कर्मचारी उहाँहरू मात्रै छैन होला, प्रत्येक दिन उहाँहरूलाई मात्रै काम लगाइएको छ होइन। त्यस विषयमा पनि भनिदिनुहोस्। यस्तो हो सर, अब यो चाहिँ तपाईँको सबै कर्मचारीको चाहिँ आफ्नो तपाईँको चाहिँ के गर्ने भन्ने कुरा चाहिँ छ क्या। कुन कर्मचारीले के काम गर्ने होइन, सबैको त्यसको चाहिँ एउटा छ नि त, के भन्ने एउटा पद्धति छ होइन। अब जस्तै कार्य प्रमुखले के गर्ने होला, अथवा चाहिँ फाँटका कर्मचारीले के गर्ने, प्रशासन फाँटकाले के गर्ने, लेखाको फाँटका कर्मचारीले के गर्ने, कार्यालयले के काम गर्ने भन्ने छ नि त। अब लगभग यो कार्यालयसँग सम्बन्धित कुराहरू जस्तै कार्यालयमा चाहिने आवश्यक कुराहरूलाई चाहिँ ल्याउने होइन, पुर्याउने। अब कुनै चिठी दर्ता गर्नु पर्यो हुलाक जानु पर्ला, कुनै पत्र पुर्याउनु कुनै कार्यालय जानुपर्ने जानु पर्ला। अब यसको जिम्मेवारी चाहिँ प्रायः हरेक यहाँ कार्यालय मात्रै न हरेक कार्यालयमा पनि तपाईँको लगभग कार्यालय सहयोगीले नै हुन्छ। र यो चाहिँ हामीले यो स्टाफ मिटिङबाटै छलफल गरेर उहाँहरूलाई कसले भ्याउनुहुन्छ त, यहाँ फेरि कार्यालय सहयोगी 3 जना हुन्छ तपाईँ होइन। अब कसले भ्याउनुहुन्छ, कसले गर्नुहुन्छ, अथवा यहाँ अफिसमा कसलाई पाएको पर्छ भन्दा उहाँहरूले नै होइन हामी भ्याउँछौँ हामी ल्याउँछौँ भन्ने कुरा गरेपछि पहिला उहाँहरू दिउँसै जानुहुन्थ्यो सर। कुरा यसमा कुनै उनी छैन, दिउँसै यो चाहिँ धेरैले अलिकति समस्याको विषय रह्यो, किनभने टाइमभन्दा बाहिर रह्यो नि त। बिहानै 6 बजी नै पानी लिन पठाउनु भएको छ, तपाईँहरू उठ्नु भएको थिएन होला सायद होइन। यस्तो छ हजुर, त्यसमा अब उहाँहरूलाई पनि सोध्नुहोस् होइन। अब त्यो कुरा चाहिँ उहाँलाई अब कार्यालयले पेलेको हो कि अब हामीले चाहिँ त्यो एक्स्ट्रा टाइममा लगाएको हो कि। अब अस्ति योभन्दा अगाडि चाहिँ ठ्याक्कै अब हजुर जस्तै कोही एकजना व्यक्ति आउनुभयो, उहाँहरू चाहिँ ठ्याक्कै कार्यालय समय भनेको ल 11 बजी थियो होला कि 11 बजीतिर उहाँहरू जानुभयो। अब त्यो जाँदाखेरि पानी लिन जानुभयो, किनभने त्यतिखेर त्यो बिहान यहाँ धारामा पानी पनि आएको थिएन र यहाँ मान्छे पनि टन्न भिड थियो। यस्तै गर्मीमा पानी त पिउनु पऱ्यो, ल्याउनु पऱ्यो होइन। त्यो लिन जाँदाखेरि चाहिँ अब दिउँसो यहाँ काम चाहिँ अवरुद्ध भयो क्या। अब त्यो भएपछि त फेरि केही न केही त पहल त गर्नु पऱ्यो नि त कार्यालयले। फेरि त्यतिखेर चाहिँ फेरि तपाईँले आएर चाहिँ खोइ त कार्यालय समयमा मान्छे भन्नुहुन्छ फेरि होइन। अब त्यो भएपछि त हामीले चाहिँ कार्यालय समयभन्दा बाहिर कि बिहान कि बेलुका अब कहिले भ्याइन्छ होइन त्यतिखेर गरौँ भन्दा चाहिँ उहाँले हुन्छ हामी बिहान आखिर कार्यालय वरिपरि बस्छौँ भनेर त्यसरी गर्छ सर। अनि यो पानी त आउँछ नि, म पनि खानेपानी सदस्य नै हो, त्यसले गर्दा चाहिँ पानी आउँदैन भनेर चाहिँ बहानामा हो कि यो चाहिँ यो पानी म खानेपानी सदस्य पनि हो, त्यसले गर्दा पानी आइरहेको छ। यो पानी नआएको खण्डमा मात्रै जान्छ या के छ सर? यहाँ त्यस्तो छ, मैले अघि भने सर त्यो ट्याङ्की धाराको पानी पिउने ऊ भएको कारणले यहाँ चाहिँ लगभग तल आउने सेवाग्राही ल तपाईँको कार्यालयमा चाहिँ कर्मचारीले यसरी यहीँ पनि पिउने पानी हो। यसको लागि चाहिँ नियमित रूपमा चाहिँ उहाँहरू चाहिँ उतैबाट खाने पानी चाहिँ हामीले त्यहाँबाट ल्याएको छौँ। यसमा चाहिँ सर हाम्रो हुने छैन, खानेपानीको समस्याले होइन, तर त्यहीँको पिउने पानी चाहिँ अब अलिक राम्रो भन्ने हिसाबले अथवा के हिसाबले अथवा हामीलाई अब साइकोलोजिकली ऊ परेर पनि होला त्यहाँको पानी उहाँले पनि ल्याउनुहुन्छ। आम नागरिकले चाहिँ किनभने सरकारी गाडी दुरुपयोग भएको देखिन्छ, त्यसले गर्दा चाहिँ त्यो समय चाहिँ परिवर्तन गर्ने हो कि भन्ने पनि प्रश्न रह्यो। तपाईँ भन्नुभएको चाहिँ दिउँसो 9 देखि 5 को बिचमा कुनै टाइम जानु पर्यो। हजुर हजुर, कार्यालय समयमा जाँदा त अरूलाई पनि त सहज भयो नि त, किनभने फल्ना कार्यालयले चाहिँ सरकारी गाडी दुरुपयोग गर्दा हुन्छ भन्ने प्रश्न हामीलाई आउँछ क्या सर। त्यसले गर्दा चाहिँ यस विषयमा चाहिँ अब मलाई म चाहिँ अब बुझाइ आफ्नो होला सर होइन। तर अब त्यो कार्यालयमा चाहिँ आउने सेवाग्राहीको लागि र कार्यालयको प्रयोजनको लागि चाहिँ पिउने पानी ल्याउनलाई चाहिँ अब यसलाई दुरुपयोगै चाहिँ भनी उहाँहरूलाई नै होला जस्तो लाग्छ है मलाई चाहिँ। मेरो आफ्नो अब मेरो तर्क चाहिँ होइन, किनभने यो हामीले कसैको उसको लागि अब त्यो पानी ल्याएर चाहिँ यहाँ अरू कोही व्यक्तिगत रूपमा चाहिँ दिने अथवा व्यक्तिले लाने पनि होइन। अहिले पनि हेर्नु भने त्यो त बिहान बोकेको जार हेर्नु भने उनी तल ठ्याक्कै त्यो तल्लो फ्लोरमा त्यहाँ माथिल्लोपट्टि पानी पिउने भनेर चाहिँ तातो पानी चिसो पानी आउने छ, त्यहीँनिर छ त्यो जारको पानीहरू पनि त्यही हेर्दा पनि हुन्छ होइन। अब त्योभन्दा अरू होइन, मेरो प्रश्न नै एउटा मात्रै रह्यो सर, किनभने मैले नराम्रो भन्न खोजेको होइन। कार्यालय सहयोगीले धेरै पेर्लेको देखिन्छ क्या, कार्यालय सहयोगीले सबै काम लाउने होइन,
अनि उहाँहरूलाई मात्रै किन कर्मचारी त अरू पनि होला कि भन्ने हो मेरो प्रश्न चाहिँ। किनभने उहाँहरूलाई मात्रै लाउनु भएन, पालो सिस्टममा लाउनु पर्यो, किनभने कर्मचारी एउटै हो भनेर चाहिँ हामीले सम्झिनुपर्छ भन्ने मेरो माग हो। यो चाहिँ अब कार्य बाँडफाँडका कुरा हुन्। अब कार्य बाँडफाँड गरेर हामी सबैले त्यसरी आफ्नो जिम्मेवारी बाँडफाँड गरेका छौँ। जस्तै अब चाहिँ फिल्ड चाहिँ फाँडको कर्मचारी फिल्डको कार्य शैली किन पठाइएन भन्दाखेरि त अब उहाँहरूको पनि त जिम्मेवारी बाँडफाँड छ नि त। अझ त्यो प्रमाण चाहिँ किन कार्य भनेपछि सबैलाई समान समान तरिकाले काम बाँडफाँड गरेको छ। अब किन त्यो मेरो त्यति नै हो, मेरो समान काम हुनुपर्छ ल। एकचोटि सर यसमा चाहिँ अब तपाईँले चाहिँ अब हामी कार्यालय पेले जस्तो लाग्छ भने उहाँहरूलाई नै पर्सनली तपाईँले सोध्दा हुन्छ ल होइन। अब उहाँहरूलाई मैले सोधेँ भने भरे उहाँहरूलाई अब समस्या होला, समस्या हुनसक्छ सर होइन। यो धेरै ठाउँ व्यथिति छ क्या अहिलेको टाइममा त्यही माथि हामी जस्तो यौँ भने त्यो पुरानो छ त्यो गोजीको नियम छ। मेरो माग पनि त्यही हो, मेरो माग पनि उमेश सरलाई त्यति नै हो, समान व्यवहार लाउनुपर्छ। किनभने कार्यालय सहयोगीलाई मात्रै काम लगाएर होइन, आफू चाहिँ अब अरूलाई टिमलाई चाहिँ समान हुनुपर्छ भन्ने माग हो। हुन्छ सर, यहाँलाई हुन्छ सर, यहाँलाई समय र जानकारीलाई धेरै धेरै धन्यवाद दिँदै म अजेन्द्र भाइ तामाङ पनि बिदा हुन चाहन्छु।